मेरो अब 6 जना केटीकेटा छन्। 6 जनामा अब 6 जनाको पढाइए अनि 10 पढाएर छोरीको सकेन भने छोडाइदिएँ। अनि अब त्यही 16-17 वर्षको उमेरमा मैले बिहा गरिदिएँ। अनि 3 जनाको पढाइ म माथि आयो, त्यही भएर कान्छीको पढाइ छोडाएर बसालिदिएँ घर। सानोदेखि 8 सम्म त्यही बकुलाघाट पढेको, अनि त्यसपछि 9 यता गएको 1 वर्ष पढेको, फेरि आर्थिक अवस्था कमजोर भएर छोडेको। पढ्यो भने 5 पढ्यो भने त अलिअलि त भयो नि गरिबको अवस्थामा। अनि त्यहाँबाट मैले पढाइ छोडेर फेरि घरमा बसेको थिएँ र मलाई फेरि पढ्न इच्छा भएको कारणले म फेरि प्रगति मावि स्कुलमा 9 क्लासमा भन्नुभएको थिएँ। एसएस पास गरेर फेरि 11मा पढेकी छु। 10मा राम्ररी पास गर्यो। अब चाहिँ 11 चाहिँ अलिकति मेहनत गरेर राम्ररी पढ्ने, गाह्रो भएको कुराहरू चाहिँ डिग्निटी सेन्टरमा आएर दिव्या मिस पनि हुनुहुन्छ हाम्रो म्याम एकजना, म छु होइन। त्यतिखेर आएर कुरा गर्ने, यस्तो गाह्रो पर्दाखेरि स्कुलमा के समस्या पर्दाखेरि अनि केही सामानहरू जस्तै कपीहरू केही खाँचो पर्दाखेरि आएर हामीसँग माग्ने। गरिमा सिकाइ केन्द्र हुनाले म विद्यालय रेगुलर जाँदैछु। अनि झोला र ड्रेसहरू कपी किताबहरू पढ्दैछु, रेगुलर पढ्न जाँदैछु। पढाइ छोडेका, आर्थिक अवस्था कमजोर भएका, मम्मी बाबा नभएका, विभिन्न किसिमका कारणले पढाइहरू छोडेका साथीहरू आउँथे। एउटा पनि क्लास नपढेको पनि साथीहरू आउँथे। पढ्न छोडेकी थिइन् र उहाँहरूको सहयोगमा विद्यालयसम्म आइन्। सुरुवाती दिनमा उनलाई विद्यालयमा नियमित गराउने कुरामा केही गाह्रो थियो। विशेष गरी पारिवारिक सामाजिक अवस्था अलिक फरक भएको कारणले गर्दा हामी गरिमा सिकाइ केन्द्रबाट पनि पटक पटक कन्भिन्स गर्न पर्यो। उनले कक्षा 11 को लागि पनि यसै विद्यालयमा भर्ना भएकी छिन्। विद्यालयभन्दा बाहिर रहेका र विद्यालय छोडेका विशेष गरी छोरीहरूलाई उनीहरूलाई गरिमा सिकाइ केन्द्र मार्फत स्कुलको पढाइमा निरन्तरता दिने एउटा उद्देश्य पनि हो। रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका र पाल्पा जिल्लाको रम्बा गाउँपालिकामा क्रियाशील छ, जसमध्ये यो सिकाइ प्रबन्धन परियोजना अन्तर्गत 7वटा गरिमा सिकाइ केन्द्रहरू सञ्चालित छन्। ती गरिमा सिकाइ केन्द्रहरू मार्फत हालसम्म 122 जना विद्यालय बाहिर रहेका छात्राहरूले फेरि पढाइलाई पुनः निरन्तरता दिएको अवस्था छ। मिसहरूसँग भेट्न भएको भएमा बिहे भएर जान्थ्यो होला दिदीको जस्तै। 12 पढेर शिक्षक बनेर फेरि आफू जस्तै छोरीहरूलाई सहयोग गर्छु भनेर सोचेको छु। सासु पिया मोर गइले परदेशमा तेजिया राडेर आइल होना। सासु हरि मोर गइले परदेशमा तेजिया